आज हामी मङ्गलबारको बसाइमा छौँ। मैले कार्यक्रमको सुरुवाती चरणमा पनि भनिसकेको छु। आज विशेष गरेर हामीले स्वर्गीय स्थानको हतियारलाई भार लगाउने दिन हो। स्वर्गीय स्थानको हतियारलाई जसले सुरक्षित राख्नु भएको छ र सुरक्षित ल्याउनु भएको छ, यो हतियार बोक्दा कानुनले पनि कानुन लाग्दैन। यदि तपाईँले संसारको हतियार बोक्नु भयो भने तपाईँलाई हात हतियार अनि खरखराको मुद्दा लाग्छ। तर जुन स्वर्गीय स्थानको हतियार हो, यो हतियार बोक्दा तपाईँलाई हात हतियार खरखराको मुद्दा लाग्दैन। जुन संसारको हतियारले संसारको शरीरलाई नष्ट गर्न सक्छ, तर जुन स्वर्गीय स्थानको हतियार हो जसले दोस्रोवाला शैतानिक आत्मा दियाबलसको आत्माको योजनालाई नष्ट गर्ने हतियार तपाईँले प्राप्त गर्नुभएको छ। ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर यो पवित्र मन्दिरभित्र पाल्नु हुने तपाईँ सम्पूर्णप्रति म प्रकाशित गरेको तर्फबाट शिरबाट उच्च नमन पेश गर्न चाहन्छु। शाखा प्रमुख, शाखा उपप्रमुख, शाखा लिडर आज बाहिरबाट आउनु भएको छ। उहाँलाई पनि हृदयदेखि, अस्ट्रेलियन नागरिक हुनुहुन्छ, उहाँलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। उहाँले भन्नुहुन्छ मलाई हिजो एउटा अफिसमा, प्रकाश सर, यदि मैले यो मेरो ब्लड फेरेर